खोज सुरुमा यहाँहरूलाई स्वागत छ। यो रिक्रुटमेन्ट प्लेटफर्म हो जसमा दुई टाइपको युजर हुन्छ, जसले जब खोज्छ र जब दिन्छ। जब खोज्नेलाई चाहिँ जब सिकर भन्छ र यसको डिटेल्सहरू भर्न बहुत सजिलो छ। फुल नेम, इमेल र पासवर्ड। पासवर्ड चाहिँ मिनिमम 8 क्यारेक्टरको हुनै पर्नेछ। त्यसपछि हामीले फोटो चाहिँ अपलोड गर्दा नि हुन्छ, नभए पछि अपलोड गर्दा नि हुन्छ। यो अप्सनल रहेको छ। त्यसपछि टर्म्स एन्ड कन्डिसनहरू चाहिँ एक्सेप्ट गरिसकेपछि हामी क्रिएट एकाउन्टमा जान्छौँ। क्रिएट एकाउन्ट गर्दाखेरि चाहिँ भेरिफाई इमेल भनेर एउटा पेज खुल्छ। भर्खर हामीले दिएको इमेलको गएर हामी चाहिँ त्यसमा चेक गर्न सक्छौँ। त्यसमा एउटा मेल आएको हुन्छ खोज सुरुबाट। त्यो मेल आउन एकैछिन टाइम लाग्न सक्छ, त्यही भएर रोकिनु होला। र त्यो मेल आइसकेपछि त्यो कपी गर्नु होला र ख्याल गर्नु होला 10 मिनेटभित्र युज गर्नुपर्नेछ। यदि 10 मिनेटभित्र युज गर्न भ्याइएन भने फेरि रिसेन्ड गर्नुपर्नेछ। त्यसपछि चाहिँ हामी यहाँभित्र ब्लग आइटम्सहरू हेर्न सक्छौँ। ब्लग पोस्टहरू रहेको छ। त्यसपछि कन्ट्याक्टभित्र हामी चाहिँ डाइरेक्ट कन्ट्याक्ट पनि गर्न सक्छौँ, सिधै मेसेजहरू दिने र हामीलाई लागेको प्रब्लमहरू एउटा सब्जेक्ट र मेसेजभित्र हालेर सेन्ड गर्न सक्नेछौँ। त्यसपछि यसको मेन भनेको चाहिँ ड्यासबोर्ड रहेको छ। ड्यासबोर्डभित्र सबै कामहरू गर्न सकिन्छ, जस्तै पोस्टहरू, आफूले के कुरा देखाउने भनेर चाहिँ रिक्रुटरहरूलाई पोस्टमा राखिन्छ। त्यस्तै एप्लाई गरेको जब्सहरू हेर्नलाई चाहिँ एप्लाइड जब्समा हेर्न सकिन्छ भने हामीले जब्सहरू पछिको लागि सेभ गरेको छ भने सेभ जबमा हेर्न सकिन्छ। त्यस्तै सेटिङमा चाहिँ हामीले चाहिँ प्रोफाइलहरूको जति पनि सेटिङहरू छ सबै त्यसमा गएर हेर्न सकिन्छ, चेन्ज गर्न पनि सकिन्छ। र यसमा चाहिँ हामीले अपडेट र डिलिट पनि गर्न सकिन्छ हाम्रो एकाउन्ट। नोटिफिकेसन रहेको छ। नोटिफिकेसनमा चाहिँ हामीले केही सेन्ड गरेको नगरेको सबै हेर्न सकिन्छ। र यही नै छ हाम्रो बेसिक प्रोफाइलभित्र चाहिँ अरूले के हेर्छन् भन्ने कुरा हेर्न सकिन्छ, जस्तै रिभ्यू गरेको नि हेर्न सकिन्छ।